सम्पूर्णलाई नमस्कार। यो लाइभ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। एउटा म ओडाको सिफारिस लिनका लागि ओडा कार्यालय आए। ओडा कार्यालय आउँदै गर्दाखेरि एउटा सिफारिस चाहियो मैले। अङ्कल, हामी एउटा संस्था दर्ता गर्दै थियौँ भनेर तैँले जनप्रतिनिधि बोलाउनु पर्छ, तेरो हो यो ओडा, तू जान्छै जा यो ओडामा। के अरे जतिले पनि सेयर गरिदिनु होला, किनकि मैले रासोपाको कहिल्यै पनि प्रचार गरेको छैन। यो रासोपाकी हो कि भनेर त्यो शङ्का लिएर मलाई यो ओडाबाट सिफारिस दिनका लागि मैले यस्ता शब्द बोलेका छन् ओडा अध्यक्षले। मैले कहाँ जानुपर्छ न्यायको लागि? म र निता, मेरी साथी निता आज मलाई यसरी यस्ता शब्द बोलेका छन्। यो ओडा अध्यक्ष अङ्कलले 2 दिन गरिसक्यो यस्तो मेरा लागि। के लिनुपर्छ, कस्तो लिनुपर्छ? विधानको हामी भोलि ल्याएर आउने अङ्कल भन्दै गर्दाखेरि तैँले यो ओडामा गर्नु पर्दैन, जा गर्छ गर भनेको छ। किनभने हामी जति पनि मिडिया साथीहरू हुनुहुन्छ, प्लिज तपाईँहरूलाई यस्ता शब्द बोलेका छन् कि मलाई घुमी खाने फेरि खाने पनि भने छ। भिडियो छ, तँ घुमी खाँदी तँ फेरि खाँदी भने जब मेरा बुढाले मेरा श्रीमानले भनेको छैन भनिदेऊ त नि त। यसो हामी यो ओडा कार्यालय आएको गौरी गंगा नगरपालिका 6 नम्बर ओडामा अब यसो आफ्नो व्यक्तिगत खाता खोल्न आएको हामी। यो के अरे संस्था खोल्न आउँदाखेरि चाहिँ अब यस्ता शब्द बोले ओडा अध्यक्ष होइन अब भनेर नि